गुड मर्निङ सबैजनालाई। हामी आज दाजुभाइ पूर्वी पहाडी यात्राको लागि भनेर घरबाट निस्क्यौँ बाइकको मिटर देखाएर। अहिले हामी घरबाट निस्किसकेर टक्क उर्लाबारी बजार प्रवेश गर्दै हाइवेमा टक्क दाजुभाइ भिडियोहरू खिच्दै यहाँ चाहिँ अब पाथिभरा मन्दिर सुन्दर हरैचा भन्छ होला, यो इटरी आइपुग्यौँ हामी हेर्दा हेर्दै। र इटलीको अस्ति भर्खरै जलेको घर, त्यसरी हामी सुइँ बाइकको स्पिड चाहिँ धेरै नराखिकन खुल्ला बाटो भए पनि 77-78मा पुगिरहेछ मिटर, यति खुल्ला बाटो धरान रोडको खुल्ला बाटोमा पनि यसरी गयौँ हामी। र अब घन्टा घर देखिरहेछ, हामी भानुचोक आइपुग्यौँ। नेपालको झन्डा फरर फहराइरहेको र त्यहाँबाट पनि हामी सिधा उकालोतर्फ अब अघि बढ्यौँ 0 पोइन्ट धरानबाट। र टर्निङ घुम्ती मोडहरू लिँदै हामी हाम्रो यात्रालाई अगाडि बढाइरहेका छौँ। आनन्दिलो एकदम रमाइलो यात्रा छ। यात्रा धेरै नै रमाइलो गर्दै हामी अब यहाँ हेर्नुहोस् त पहाड कति रमाइलो छ। र हामी यो चाहिँ कुन ठाउँ आइपुग्यौँ, एउटा शालिग छ भेडेटार आइपुगेछौँ। भेडेटारबाट पनि हामी सिधा अघि बढिसक्यौँ। अघि बढेर नमस्ते झरना जाने बाटो, सिमसुवा झरना लेखिरहेको गेट देख्न सकिन्छ। यहाँबाट फेरि हामी रफ्तारमा अगाडि बढेर मूलघाटमा पुगेर त्यहाँ चाहिँ हामीले फोटो खिच्यौँ दाजुभाइले। फोटो खिचिसके पछाडि फेरि हामी अगाडि धनकुटा बजार उताको बाटो जाँदा धनकुटा बजार पुगिन्छ भने हामी चाहिँ बजार नछिरिकन सिधा तेह्रथुम बसन्तपुर जाने बाटोतिर लाग्यौँ। र यहाँनिर हामी धनकुटाबाट अलि माथि पुगिसके पछाडि अब यहाँ हिले बजार देख्न सकिन्छ। हिले बजारमा एकछिन ओर्लेर जिउ तनाक तुनुक पारेर फेरि हामी आफ्नो गन्तव्यतिर डगमगाइकन अगाडि बढ्यौँ। र यहाँ हामी सिधुवा बजार एकदम राम्रो। हामीले यतापट्टि आलु खेती पनि देख्यौँ, एकदमै धेरै चिसो भएको थियो। र हामी उदाउँदै बसन्तपुर आइपुग्यौँ। बसन्तपुरबाट हामी सिधा तिनजुरेको यात्रामा लाग्यौँ। तिनजुरेको यात्रा गुराँस चाहिँ यसपालि अलिक कम फुलेछ, फुलेन छ नै भन्दा नि हुन्छ। यो उता हेर्नुहोस् त हाम्रो बाँदर जसरी नै लालीगुराँसको रुखमाथि चढेर फोटोको विभिन्न पोजहरू दिँदै आनन्द मानिरहेको छु। र यहाँ मेरो भाइले लालीगुराँसका फुलहरू हातमा बोकेर देखाइरहनु भएको छ। दाजुभाइ हामी टक्क आनन्द लियौँ तिनजुरेमा उफ्री। र हामी एउटा बिहे बाटोमा देख्यौँ र त्यो बिहेमा पनि एकछिन छमछम नाचेर अगाडि बढ्यौँ। अगाडि बढिसकिसके पछाडि हामीले ठाउँ नदेखेको कारणले कुन ठाउँको अब कति टाइममा पुगिन्छ भन्दै सोध्दै अगाडि बढ्यौँ। र यो लसुने भन्ने ठाउँमा हामी आइपुग्यौँ। लसुनको शालिग देख्न सकिन्छ। त्योभन्दा अगाडि बढ्दा यो यति राम्रो बाटो रहेछ नि, बसन्तपुरबाट म्याङ्लुङसम्मको अत्यन्तै राम्रो बाटो। विकास त भएकै हो नि। र हामी अब यहाँ म्याङ्लुङ बजार आइपुग्यौँ र एकछिन जिउ तनाक तुनुक एक्सर्साइज गर्ने ठाउँ, सार्वजनिक व्यायामशाला रहेछ, त्यहाँ व्यायाम गरेर फेरि हामी अगाडि यात्रामा त छँदैछ अगाडि बढ्यौँ। फेरि अर्को बिहे पनि देख्यौँ, त्यो बिहेमा पनि यसो हेरेर हामी अगाडि बढ्यौँ। हामी अब यहाँ म्याङ्लुङबाट अगाडि बढि नै सक्यौँ। यो हामीभन्दा अगाडि एउटा माइक्रो गाडी जाँदै रहेछ, धेरै पछाडि यसरी छतमाथि बसेको पनि देखियो। र आकाश, राम्रो आकाश पनि हामीले देख्यौँ। यहाँ फेदाब गाउँपालिकाको कार्यालयमा हामी अगाडि पुग्यौँ। भाइले भोलिपल्ट बिहानै उठेर हिँडिसके पछाडि भाइले फोटो पोज दिँदैछन्। र हामी यो यात्रा चाहिँ ह्यार्तुङ झर्नासम्मको लागि भनेर हिँड्यौँ। पानी परेकोले गर्दा बाटो चिप्लो भए पनि हामी यात्रामा रमाइलो गर्दै अगाडि बढिरह्यौँ। गन्तव्यको लागि हामी अगाडि बढिरहेका छौँ। र एक ठाउँमा त बाइकको स्टार्ट बन्द भएर भर्खर बन्दै गरेको बाटो, दब्बिने माटो रहेछ, त्यहाँ बाइक पनि डोर्याउनु पर्यो। र यो चाहिँ फाइनली हामी ह्यार्तुङ झरनामा पुग्यौँ। भाइ उहाँ नुहाइरहेका छन् ह्यार्तुङ झरनामा। अनि ह्यार्तुङ झरनाबाट फर्किसके पछाडि हामी यहाँनिर एउटा अत्यन्तै कठिन बाटो रहेछ,
त्यो कठिन बाटो झोलुङ्गे पुलमा बाटोमा आएँ अनि यहाँ रातमाटे बजार भन्ने ठाउँमा आइपुग्यौँ। एउटा हामी सिधै आइपुग्यौँ सङ्क्रान्ति बजार फालुनन्दको शालिग र यो कति मिठो रुख ठुलो रुख माझीटार आइपुगिसक्यो। फेरि माझीटारबाट अब फिदिम बजार आउनै लाग्यो। फिदिम बजार यो जोरसाल भन्ने ठाउँ, जोरसालबाट अगाडि हाम्रो खनाल भाउजूले बिच बाटोमा पानी पनि खुवाउनु भएको थियो र त्यसै गरी हामी अगाडि फिदिम बजारबाट हाम्रो ठुलो मम्मीहरूको घर खोज्दै 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 आइपुगेको। हामी यहाँ फेरि चिया बगान आइसक्यो। यो चाहिँ 5 थरकै चिया बगान हो है। यो चाहिँ फेरि तपाईँको के भन्छ यसलाई जोरपोखरी भन्छ। जोरपोखरी भन्ने पर्यटकीय स्थल पनि गयौँ, रमाइलो भयो। जोरपोखरी एकदम राम्रो रहेछ र हामी सिधा अब यात्रा सकेर कन्याममा आइपुग्यौँ। कन्याम एकदम स्वर्ग जस्तै छ नेपालको पूर्वी पहाडी क्षेत्र कन्याम, धेरै नै रमाइलो। यो ठाउँमा गइसके पछाडि सबैले सक्यो